चिया हो कि छ्याङ अरे अर्को तातो च्याता खाने पाइन्थेन जस्तो छ अब त्यो ड्याममै छ यहाँ मचान चाहिँ त्यस्तो तलतिर पनि भएको छ क्या तलतिर पनि भएको छ मचान अब चाहिँ लागिसक्यो हाम्रो यहाँ दगदाई पनि आइसक्नु भएको छ यहाँ अर्को गाडीमा चुरो खाएर उडाइदिँदै हेलो सबैजनालाई दर्शन छ नमस्ते होइन दाइ हाम्रो दाइ हुनुहुन्छ हाम्रो हुन्छ दाइ आज चाहिँ मल चाहिँ गाडीमा होइन टन्न बोकिरहेको छ कति बोकिरहेको छ यहाँ यत्रो छ मल चाहिँ होइन अब यस्तो छ मल बोकाइ चाहिँ हो अब यो ड्याममै हुन्छ यहाँ टिन पनि छ यता साइडहरू बारेर चाहिँ झ्याप्पै लगाइन्छ होइन दाइ तलको हेर्नु बोकेको हेर्नु सक्नुहुन्छ यहाँ होइन डोको चाहिँ सानो छैन यहाँ अहिले चाहिँ अब हामी मलिम तल यता मलिम साइड आएको छौँ दाइहरूको चाहिँ यहाँ मचान यति बेसी छ होइन यति ठुल्ठुलो मचान छ त्यसको लागि चाहिँ अब आज चाहिँ झन्डै 6-7 गाडी मल बोक्नुपर्ने हुन्छ मेरो गाडीले मात्रै चाहिँ भ्याउँदैन त्यही कारणले अर्को गाडी पनि भनेको छ होइन अनि अब अहिले चाहिँ यस्तै छ दामी घाम लागिरहेको छ झ्याप्पसँगले खानासाना खाएर आउँछि लागिरहेको छ हो तपाईँहरूलाई मैले भिडियो नदिएको पनि धेरै भइसकेको थियो होइन के को भिडियो बनाउँ कन्टेन्टै नभएको जस्तो भइरहेको थियो होइन अब चाहिँ मैले काम गरेको भिडियोहरू पनि यसो होइन गाडीतिर हिँडेको ओरेको पनि भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ कन्टेन्ट त्यस्तो केही पाएको जस्तो लागेन होइन अब जे छ त्यही भनेर चाहिँ म अब त्यो तर्फ चाहिँ बढिरहेको छु क्या जे हुन्छ त्यही भनेर चाहिँ अनि त्यस्तै छ होइन हालचाल अहिलेसम्म राम्रै चलिरहेको छ मेरो कपाल हेर्नु सक्नुहुन्छ अब चाहिँ यसपालि चाहिँ पाल्ने भन्ने विचारमा छु म होइन यत्रो बनाउने विचार छ होइन अङ्कल डोको त साह्रै सानो भयो त हजुर त्यतिले त्यो के हो नाम्लो लामो भएछ कि अन्त यस्तो सिडीहरू पनि बनाएर चटक्कसँगले चढ्नु अब पो गाह्रो हुने भएछ तपाईँलाई चढ्नुको हाम्रो अर्जुन यहाँ फेरि जोसिलो उता कुद्दै पाउँदै थियो अहिले त लु त अर्जुनलाई त पर्दैन है अब टिन लाउने बेला भएको जस्तो छ है अब टिन लाउने बेला जस्तो छ यो त तल दाइ आउनुहुँदैछ फेरि अझै भएको छैन बेला हुन्छ हजुर हुन्छ मल त त्यहाँ देखेको त सबै मलै मात्रै अरे क्या कति चाहिँ रहेछ मल हेरौँ न त्यो सबै गोठ अब अहिले चाहिँ यस्तो भएको छ हाम्रो गाडीको डालामा चाहिँ टिन अगाडि त्यहाँ कुनामा यो कुनामा लगाएर होइन दाइहरू चाहिँ यहाँ दाइ कस्तो भयो त अनुभव पनि मौसम चाहिँ दामी छ क्या अब अहिले यो मल बोकिसकेपछि हेर्नुपर्छ होइन दाइ अहिले चाहिँ यस्तै भइरहेछ अहिले चाहिँ अब हाम्रोमा चाहिँ मल चाहिँ ड्यामको ड्याम आइरहेछ यहाँ तल खाङ्रे डोकोमा पनि आइरहेछ यहाँ काम छ भर्खर एकछिन बिसाएर चाहिँ अब चाहिँ यहाँ फेरि काम सुरु
यो कालो हिँड्दा चाहिँ अनि सगरमाथा चढेको जस्तो अनुभव हुन्छ नि फेरि। चिया हो कि छ्याङ अरे अर्जुन? तातो चिया त खाने बानी थिएन जस्तो छ। साथीले लाउने परेन ठिक चाहिँ होला भनेर मरेर नि क्या हामी चिनी भन। मैले त्यही भनेर नुन भनेर भनेको नि मैले किनेर शङ्का लागेको किन थिएन। के भएछ? यहाँ मिल्छ खाने चिनी भएर ए हुन्छ त। कान्छा भाइ चिया हाफ मात्रै खाऊ फुल नखाऊ। किन के छ रहेछ? चाखौँ ल कस्तो रहेछ? कान्छा भाइ ए ठिक छ त। चिनी त टाढो ठिक छ नि। अब लोड भइसकेको छ गाडी होइन। अब यसलाई चाहिँ अब चियास्या खाएर चाहिँ अब हामी दाइ र म चाहिँ गएर अनलोड गर्ने हो। यता दाइहरूले चाहिँ यहाँ उयो बोक्दै गर्ने बोराहरू। भिडियो नहालेको धेरै भएको थियो, अब यही भिडियो हाल्नुपर्छ जस्तो छ है दाइ। अब ठुलो डोकोमा चाहिँ अर्जुनले बोक्ने अरे हो। सबैजना हालेर सबैको डोको खप्टाएर मान्छे पनि हालेर मौसम चाहिँ अब हामीले चाहिँ गाडी साडी लोड गरिसक्यौँ होइन। अब चाहिँ लागिसक्यो। हामीले यहाँ दबाई पनि आइसक्नु भएको छ। यहाँ अर्को गाडीमा चुरोट खाएर उडाइदिनु है। ल अब अहिले बाटोमा होइन झार्ने बेलामा हेर्नुपर्छ। अब दाइ र म दुईजना गइरहेको छु म। अरू अब त्यस्तै हो। थपमा म अहिले भन्छु बाटोमा। अहिले जानुपर्छ नि। सर्दैछ अब अर्को गाडी अनि हामी पनि सर्छौँ। गाडी पल्ट्यो पल्ट्यो भन्नु नपरेछ दाइ। ठोक्यो भनेको ठोकेन। बाटो चाहिँ यस्तै छ अब होइन। गाडी चाहिँ 4 व्हिलर 1 नम्बरमा कुदिरहेको छ। उकालोमा चाहिँ अप्ठ्यारो छ क्या। यहाँ तलको चाहिँ झन् अप्ठ्यारो छ बाटो। यहाँ चाहिँ अलिक गर्नु भएन भिडियो होइन। उताको अब यहाँबाट त राम्रो छ नि त होइन बाटो। र अब चाहिँ हामी चाहिँ अब आइसकेको छौँ होइन हाम्रो गन्तव्यमा। मल जाने ठाउँमा आइसकेको छौँ। गाडीमा मल चाहिँ हेर्नु सक्नुहुन्छ। यति चाहिँ छ मल चाहिँ होइन। अनि अब तपाईँहरूलाई म देखाउँदै जानु आँटेको छु मचान देखाउनु आँटेको। यसपालि दाइले लगाएको मचान चाहिँ हेर्नु सक्नुहुन्छ। अब यहाँ तलबाट लिएको मचान चाहिँ हेर्नु त्यहाँ अब त्यो ड्याममै छ। यहाँ मचान चाहिँ यस्तो तलतिर पनि गएको छ क्या। तलतिर पनि गएको छ मचान होइन। यहाँ हेर्नु मचान चाहिँ कति छ। यति मचानको लागि चाहिँ यो मचान मात्रै छैन। अब उता पारिपट्टि पनि छ क्या। अब त्यतातिर पनि मचान दाइले उयो गर्नुभएको छ भनौँ न होइन। लाउनु भएको छ। अनि मलबास हेर्न सक्नुहुन्छ। यति छ मलबास चाहिँ अझै है। यति ज्यादा छ। अब यसपालि चाहिँ सब्जीको व्यापार चाहिँ कडा हुनेछ कि तपाईँहरूलाई चाहिँ पछि यसपालि चाहिँ झापामा अब झापाको ब्लग चाहिँ धेरै हुनेछ होइन। त्यस्तै हो। अब हामी मिलामिली भएर झापालीसँग व्यापार गर्नुपर्छ। अनि अरू त्यस्तै छ होइन। अब अरू के भन्नु र नि हेर्नु सक्नुहुन्छ। अब गाडीको हालत त्यस्तो छ। लोड बेसी भएछ अहिले चाहिँ होइन। हुन्छ दाइ हुन्छ। अनि यसपालि अहिले चाहिँ लोड अलिक बेसी नै भएछ है दाइ। अलिकति चाहिँ बेसी हो। गाडी चाहिँ पत्ती त सिधा भइरहेको। हाम्रो अहिलेको ड्राइभर दाइको घर चाहिँ यहीँ है फेरि अर्को गाडीको। अनि यहाँ दाइको अनि यहाँ मचान चाहिँ अति छ। यहाँ चाहिँ यो मलबास सस्तो नै। यो दाइको यसपालि लगानी धेरै लागेको छ क्या। मलबास किन्दै कति गएको छ। अनि अरू बाँस किनेको खम्बा अर्कै खम्बा भालु बाँस किनेको छ। मलबास भनेको बलोको लागि सरोको लागि अर्को बाँस हालेको छ होइन। लगानी धेरै लागेको छ क्या दाइको यसमा। यहीँ मात्रै होइन अरू ठाउँ अझै 2-3 वटा छ क्या यस्तै दाइको ठुल्ठुलो मचानहरू छ।
अब तपाईँलाई अहिले झार्दा गर्दा अब हाम्रो भिडियो गर्ने कोही छैन, त्यही कारणले एकछिनमा अब बिचमा अहिले हामी गल थाक्छौँ, थाकेपछि तपाईँ हेर्नुपर्छ। अब अघि चाहिँ तपाईँहरूलाई मैले अब झारिसकेको चाहिँ भिडियो बनाउनु बिर्सेछु होइन। अहिले चाहिँ अब हामी झारिसकेर आएर पनि यहाँ गाडी रेडी फर्ममा राखिसकेको छ होइन। टिनहरू यता राखेको छ, रेसमा लाउनुपर्छ, तल तयारीहरू बसिराख्नुपर्छ हो। अब अहिलेको अर्को गाडी चाहिँ गइसक्यो होइन। अनि अब हाम्रो यो गाडी लोड हुन्छ, मेरो चाहिँ यो लास्ट ट्रिप हुन्छ ल। आज 2 ट्रिप मात्रै भ्याइयो, आजसम्म चाहिँ 2 ट्रिप मात्रै भ्याइएको छ होइन। अब पुग्नु पनि गाह्रो परिरहेको छ नि त, त्यो भएकोले गर्दाखेरि चाहिँ होइन। अनि अब अरू चाहिँ त्यस्तै हो, आजले यति नै होला जस्तो छ ब्लग होइन। अहिले भयो भने अब एकछिनमा फुटबल खेल्नु पनि गइन्छ, अहिले भरे फुटबल खेलेको पनि ब्लग बनाउनुपर्छ नि, एकछिन हेर्नुपर्छ तपाईँहरूले। आज चाहिँ अब खाजा खाने, अब चाहिँ खाजा खाने कार्यक्रमहरू चाहिँ चाउचाउ सबैलाई होइन, चिउरा र चाउचाउ। 2 जना चाहिँ अब अनलोड गर्नु गइरहेछन्, अब हामी चाहिँ खाजा खाने हो। मल चाहिँ यहाँ नदेखेको मात्रै रहेछ हो, लुकेको रहेछ म। सबैजनालाई चाहिँ होइन, अब चाहिँ म चाहिँ अब घरदेखि छु। अघि चाहिँ अब मैले भिडियो यता चाहिँ मल हामीले छानेको भिडियो बनाउँछु भन्दा पनि बिर्सिरहेको छु होइन। अनि अब चाहिँ अब जम्मै आज मैले 2 ट्रिप गरेँ, अनि अब सबै बोकिसकेन मल, अब भोलि पनि बोक्नु पर्ने छ होइन। अनि आजलाई चाहिँ अब यति नै हो, हाम्रो घरतिर जान्छु, फुटबल खेल्नु जान्छु भनेर 5:30 भइसकेको छ हो। अनि अब के ल्याउँछु होला जस्तो लाग्नु थाल्यो, खुट्टाहरू पनि हुनुपर्ने छ, सबै मलै मल भइरहेको छ क्या। हात खुट्टाहरू, हात त होइन, खुट्टा चाहिँ सबै मलै मल भइरहेको छ। अनि अब अहिले म एक्लै छु गाडीमा होइन। अब भोलि भेटौँ, सबैजनाले मेरो भिडियो हेर्ने आशा गर्दछु म। लाइक एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला, अभिषेक प्रियमजीलाई। यस्तै छ आजको लागि, धन्यवाद।